सबैलाई नमस्कार। मेरो भाइहरुको यस्तै छन्। मेरो भाइहरु सब हामी चाहिँ जंगलतिर आएको मन्दिरमा पूजा गर्न पो त। हामी काइरीबार जंगलतिर कालिज नभेटाएर मन्दिरमा आएर बसिरहेका छौं। मन्दिरमा छौं, काइरीबारतिर आइपुगिसकेको छौं। कुनै कालिज हाम्रो कालिज फेरि मेरो भाइले देखिसकेको छ रे त्यो के हो कि नै होइन त्यो कालिज हो। हामी यति भन्दै मेरो भाइहरुले के भन्न चाहनुहुन्छ भने भन्नु। हाम्रो भाइहरुले एउटा गजल मन्दिरमा कालिज भेटाएका छौं। हामीले त्यहाँ मन्दिरमा छोड्नु जान लागेका हम कालिज। हाम्रो अरु केटाहरु पनि छन्, उहाँहरु गइरहनु भएको छ। उहाँहरु त माथितिर जानु भए, हामीहरु त्यहाँ तलतिर आम। हाम्रो केटाहरु छन् माथितिर गएका छन्, हामी तलतिर बसिरहेका छौं जाल लाएर। के गर्ने हामी यति भन्दै हजुरको त्यो माटो देखाउँछौं। हामी चाहिँ काइरीबारतिर छौं। मेरो भाइ दौडिरहेका छन् तल शिकार भएर हेर्नु के भन्ने। ओइ झुल्लेका छन् तिनीहरु। काइरीबारको सानो मन्दिर जंगलतिर रहेको छ। हामीले त्योमा दर्शन गरेर हिँड्न लाग्छन् भाइ तलतिर। घर त के पो तलतिर नास्तान ठाउँ रहेछ। म यति भन्दै अब म बिदा गर्न चाहन्छु, हिँड्न चाहन्छु। सबैले नमस्कार। अरु भिडियो पनि हाल्न चाहन्छु म। हजुरले के भन्नुहुन्छ होला भित्काइरहेका छन्, म तलतिर जान्छु। हामी त आइरहेका छौं, हामी लास्टै थाकिरहेका छौं। हजुरले हामीलाई लाइक कमेन्ट सब्स्क्राइब सब गरिदिनु। घरतिर गएर खाना खाने भइरहेको छ मेरो भाइ। त्यहाँ भाइ कालिज लगिरहेको छ अरे। हामीले कालिज भेटाइरहेका छौं। हाम्रा केटाहरु लास्टै थाकेका छन्। हाम्रा केटाहरु भाइ बहिनीहरु लास्टै थाकेका छन्। अब हामी हजुरले सबले लाइक कमेन्ट सब्स्क्राइब गर्नुभयो भने हाम्रो अझै भेट्छ। यति भन्दै अर्को भागमा भेटौँ र हाम्रो भाइ बहिनीहरुलाई सबलाई बाइ केटा।